हेलो एभ्रिवान, राधे राधे। हजुरहरू सम्पूर्णलाई स्वागत छ मेरो आजको नयाँ भ्लगमा। यहाँ चाहिँ मेरी मम्मीले मासु मोलमाल पार्दै हुनुहुन्छ। आज चाहिँ खसीको मासु थियो अनि मम्मीको हातले बनाएको खाने भनेर हामी सबैको डिमान्ड थियो, त्यही भएर मम्मी चाहिँ पस्नुभएको थियो आज किचनमा। यहाँ चाहिँ हामीहरू नानीलाई लिएर सब सेन्टर जाँदै थियौँ। नानीको चाहिँ भ्याक्सिन थियो आज, अनि यति टेन्सन भइरहेको थियो। तिनवटा थियो। अब हेर्नु न, एउटा लाउँदा त ज्वरो आउँछ, तिनवटा लाउँदा झन् के हुने होला भनेर मलाई चाहिँ धेरै टेन्सन थियो। मलाई टेन्सन भयो भनेर चाहिँ यहाँ मैले किन भने कि भने भाउजू चाहिँ कटिङ सिक्दै हुनुहुन्छ अनि नानीलाई चाहिँ मैले दिनभरि हेर्नुपर्ने हुन्छ। बाइचान्स ज्वरो आइदियो भने, रुन थाल्यो भने मैले त कसरी फकाउने भनेर चाहिँ मलाई टेन्सन भएको थियो। तर सब सेन्टरमा पुगेपछि थाहा भयो कि आज चाहिँ कोही पनि आउनु भएको रहेन रहेछ, किनभने बाइदौको चाहिँ नानी बिमारी भएर आज आउन क्यान्सल भयो अरे, भोलि बोलाउनु भएको छ। अनि त नानी पनि हाँस्दै हाँस्दै गयो, कस्तो ढुक्क लाग्यो। घर आइपुग्ने बित्तिकै खाना रेडी भइसकेको रहेछ, मम्मीले खाना पस्केर दिनुभयो। त्यसपछि चाहिँ दाजु बहिनी बसेर मम्मीको यस्तो तारिफ गऱ्यौँ, अब यो होटेलको भन्दा चाहिँ बढिया भएछ भनेर हामीले चाहिँ मम्मीको तारिफ गरेर थाकिनौँ। खाना खाएर तामुल खानै पर्यो, हो कि होइन गाइज भन्नुहोस् त। त्यसपछि म गएँ तामुल खाना भनेर, हेर्न सक्नुहुन्छ। म चाहिँ यता पान बोकेर तामुल खोज्दैछु, कुन चाहिँ ठुलो छ कुन चाहिँ राम्रो छ भनेर। त्यसपछि तामुल पान खाएर म चाहिँ दोकानमा बसेँ, किनभने मलाई चाहिँ हल्का फुल्का माद लाग्दै थियो। अनि यता मेरो सानो पुन्टे पनि आइसकेको थियो, चाहिँ मलाई हेर्दै थियो बुबुलाई के भयो भनेर। अनि म घर पुगेर हेर्नु त कसरी ढलेँ, म त ढलेँ गाइज भन्दै म चाहिँ साँच्चै नै ढलेकी थिएँ। त्यसपछि यता मेरी भाउजू चाहिँ मेरो नानीलाई राम्ररी हेरिदिनु ल, यो टाइममा चाहिँ यो खान्छ, यो टाइममा यो गर्छ यसले भनेर सिकाएर भाउजू चाहिँ लाग्नुभयो। त्यसपछि चाहिँ सुरु भयो महाभारत। हेर्नुहोस् है त, त फुच्चेलाई म कसरी सुताउनु। अब सानो केटाकेटीहरूलाई एकदम माया लाग्दा हुन्छ नि, राम्रो देखेर हुक्क भएर पप्पी खाएर बोक्दैमा कहाँ हुँदो रहेछ त। एक दुई दिनभरि बोकेर हेर्नुहोस् त कति कष्ट हुँदो रहेछ। साँच्चै नै नानी केटाकेटीका जति पनि मम्मीहरू आमाहरू हुनुहुन्छ, हजुरहरूलाई चाहिँ मेरो दिल से सेल्युट छ एकदम। म मेरै मम्मीलाई सबैभन्दा पहिला एकदम नमन गर्न चाहन्छु। हामी चार चारजनालाई कसरी हुर्काउनु भयो होला मम्मीले। साँच्चै नै त्यसै आमालाई महान भनेको चाहिँ होइन रहेछ। हेर्नुहोस् न, मलाई कति साह्रो पऱ्यो त नानीलाई सुताउन खोज्छु सुत्दैन हो। बल्ल 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 सुतो। यतिखेर त मलाई कस्तो फिल भएको थियो म भन्न सक्दिनँ। हेर्नु त कति मजाले सुतो। यता उसलाई सुताएर म यसो फर्केर हेर्छु त अर्को फुच्चे त मम्मीको छेउमा गएर बसिरहेको रहेछ। ट्युसन जानुपर्छ भनेर ऊ चाहिँ मम्मीले बचाउनुहुन्छ भनेर उसको आमा भाटौँ गएर लुकेछ। त्यसपछि नानी सुताएर म चाहिँ दोकान जान तर्खर परेको थियो, तर दोकान पुग्दा पुग्दै मभन्दा अगाडि मेरो फुच्चे नै पुग्यो। हेर्नुहोस् त, म त उसलाई सुताएर गएकी थिएँ, तर ऊ त मभन्दा अगाडि मसँगै गएर रेडी भयो। कहाँ सकिन्छ त भन्नुहोस् त। एकछिन सुते जस्तो गर, त्यसपछि मैले बोकेर दोकान लिएर गएँ। अब लानै पर्यो। प्राणसँग बोल। हेलो भन्छ बाबा। हेलो। अनि फुच्चेले चाहिँ दोकान बसी नयाँ नाना लाएर यता हेर्नुहोस् त चिचिक्क परेर बस्यो, तर चुप लाएर बस्यो त हुन्छ नि। चकचक 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 चक यति साह्रो चकचक गर, अब दोकानमा राख्नै सकिएन भयो त। एकछिन त राखेका थियौँ, त्यसपछि त सकिएन साँच्चै नै नि। घर पुऱ्याइदिउँ। घर पुऱ्याएर हामी चाहिँ एउटा कामले बजार हिँडेका थियौँ। मेरो प्यारी डार्लिङ काकीले चाहिँ यति राम्रो राम्रो फुलहरू लिएर बस्नुभएको थियो। त्यो देखेर मैले यसो भिडियो गर्दै जाँदै थियो। एउटा दबाई लिनुभएको रहेछ, दबाई हेर त मैले लिएँ भन्नु पनि, तपाईँ ट्राई गर्नुहोस्, तपाईँलाई राम्रो भयो भने म पनि लिनेछु भने। अनि मैले चाहिँ यताउता फुलहरू देखाइदिन थालेँ। मलाई चाहिँ फेरि फुलहरू देख्यो भने यति लोभ लाग्छ, टपक्क टिपेर आफ्नो घरमा ल्याएर सजाइहाल्नु जस्तै लाग्छ। के भएको। त्यसपछि चाहिँ हामी पनि एकछिन काकीसँग बसेर फुलसुल बेच्न थाल्यौँ। त्यसपछि अलिक पानी पर्ला जस्तै भएको थियो, म चाहिँ दोकानमा गएर भाउजूलाई सघाउन थालेँ। अनि दोकानबाट आउँदा आउँदै राति भयो। अनि घरमा आएर एकछिन बसेँ, टाउको दुखिरहेको थियो। त्यसपछि चिया खाएर एकछिन रेस्ट गरेँ। हुन्छ त गाइज, बाई बाई, आजलाई यति नै।